मोमो को तयारी यो चाहिँ के को मोमो दिदी यो पर्को 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 गाइस उल्टा जन्मेको ल प्रार्थना गरौँ तपाईँ र म यसको नाममा हुन्छ जय मसी आज के भन्नु एकदमै इन्ट्रेस्टिङ म्याच भइरहेछ कतिवटा चर्च हो कतिवटा टिम खै 3-4वटा चर्च होला 8वटा टिम छ अनि हाम्रो तर EIC को बी टिमले चाहिँ 13 गोल खायो 13 गोल खायो खायो नि लायो हैन तर मजा आइरहेछ हामीले मोमो बेचिरहेको छौं एकदमै फन पनि भइरहेछ धेरै मेहनत पनि गरेको छौं है बिक्री पनि भइरहेको छ अनि हेर्नु पनि मजा आइरहेछ त्यति मात्र नभएर म पनि खेल्दै छु इलेक्सनबाट मेरो पनि भिडियो मजाले गर्नै खेलेको किकहरु हानेको र एकदम हामी फन भइरहेछ थ्यांक यू अर्गनाइजिङ टिमलाई धेरै धेरै धन्यवाद प्रभुले आशिष दिउन् है हुन्छ किन Uncle के भन्नु नि I'm really glad to have this game today, and also the EIC has brought so many food to eat. So, थुप्रै खाना ल्याएको रहेछ राम्रो लाग्यो मोमो पनि रहेछ त्यहाँ खुसी लाग्यो अनि अर्को कुरो यो जुन चाहिँ तपाईहरुले EIC ले इन्टर चर्चको जुन चाहिँ गेम अर्गनाइज गर्नु भएको छ एकदमै सराहनीय छ मलाई खुसी लागेको छ र हाम्रो नानीहरु एकदमै राम्रो चाहिँ इन्जोय गरिरहेको छु सँगसँगै म पनि इन्जोय गरिरहेको छु र भन्न चाहन्छु जति हेर्नुहुन्छ हामी नानीहरुलाई इभन गेममा पनि हामीले इन्करेज गर्न सक्छौं वी क्यान इन्करेज इभन इन द गेम्स टु आवर युथ एज वेल थ्यांक यू पटे अनि यो एग $3 for $5 $3 for $5 अनि मुराई यो जुन डल्लै बेच्ने हो मुराई पनि एउटा त लय भयो यहाँ यहाँनिर बोबा बेचिरहेको छ अनि यो सबै जति पनि यहाँनिर बेचेको पैसा चाहिँ अनि यो चर्चको लागि सपोर्टिङ हो अनि धेरैजनाले यहाँनिर हेल्प गरिराख्नु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद हाम्रो मामा पनि हुनुहुन्छ मामा तपाईको केही दुई शब्द मेरो केही छैन शब्द कहाँ गयो कहीँ गएको छैन यतै हुँदैछ तर लु आए पिछाडी छ लु ओ पेला एकजना गएर नाच्छ ल ओ ल ब्लू पास छिटो ल कुद्या मन ओ हान्दा मैले आउटै सोचिरहेको थिएँ दिदी उयो त्यो उयो हल्दिँदा मात्रै ल गाइस उल्टा जन्मेको हेरौँ भित्रपट्टि जयमसी अहिले चाहिँ हामी यहाँ आले ग्राउन्डमा छौँ भन्नु सक्दिनँ हैन यो चाहिँ हार्मोनी ग्रुप ग्राउन्ड हो अनि यो मजाको ग्राउन्ड चाहिँ यो ग्राउन्डमा लगभग यहाँको सबै चर्चेसहरू चाहिँ सामेल छ एउटा टिम सबै चर्चबाट अनि हाम्रो चर्चमा चाहिँ कमसेकम 3टा टिम रहेछ अनि अहिले 4टा टिमले खेलिसकेको छ अझै पनि 4टा म्याच भइसकेको छ अझै पनि 4टा म्याच हुनै छ र एकदम दामी भइरहेछ मजाको मनोरञ्जन भइरहेछ हाम्रो चर्चबाट कतिजनाले धेरै गोल खाए पनि भुँडी चाहिँ लागेको छैन यति नै भन्न चाहन्छु ला ओ ओबेत हान्दे ओबेत पास ओबेत को छ रोबर्ट गयो ओ जातिमी मात्रै छ गो हान्दे मजाले गोल भएन
आज एकदम हाम्रो चर्चले अर्गनाइज गरेको फुटबल राम्रो गेम भइरहेछ अनि हामीसँग चाहिँ चटपटे टिम भयो साथसाथै अन्डा पनि छ यहाँनिर होइन 3टाको 5 रुपियाँ हो अन्डा यदि प्लेयर्सहरूलाई हो अनि जेल गर्दा हुन्छ खाएपछि त्यहाँनिर हामीसँग ठोक्रे छ स्पाइसी छ मोमो छ पोर्क मोमो भेजिटेबल मोमो बिफ मोमो छ अनि हामीसँग अर्को थाई टी पनि छ है यहाँनिर यदि थाई टी मन पराउने थाई टी पनि खाँदा भयो एकदम सुपथ मूल्यमा अन्ली $4 होइन $4 हो चटपटे $5 हो फिङ्गर $5 मोमो $10 हो यदि तपाईँलाई मनपर्छ भने चाहिँ आउनुहोस् खानुहोस् वेलकम छ सबैलाई धन्यवाद के भन्नुहुन्छ कि फुपा म केही भन्दिनँ के नहुनु अब केटीहरूको टर्न हो लेट्स गो रेड भर्सेस ब्लू हामी सबै यहाँ छौँ यता हाम्रो ग्याङ हो नाइस ग्याङ ब्रो खतरा अनि अझै खेल्नु आँटिरहेको त दिदी सकेको भनेको होइन सक्यो गुड जब EIC खोइ गुड जब भन्नु नि जित्यो हाम्रोले गुड जब EIC कसले जित्यो अहिलेसम्म अहिले त जित्यो नि त अनि एकछिन हाने केही छैन ओ मनोज मलाई दे यस्तो यहाँ भित्र लाउने दिदी बुद्धि दिएर लाँदैछ अघि जस्तो गर्ने नि लाँदैछ है जिना काकीले लानुहुँदैछ मिलेक नि ल
गिजे मात्रै जे पर्छ आजको इमानुएल इन्टरनेसनल चर्चद्वारा आयोजित यो सकर टुर्नामेन्ट जसलाई नेपालीमा फुटबल टुर्नामेन्ट पनि भनिन्छ साह्रो रमाइलो भइराखेको छ यसपालि चाहिँ हामी यो टिममध्येमा मेरो यो जर्सी लाउने टिम चाहिँ सबैभन्दा धनी सबैले भन्दा बेसी गोल 27वटा गोल खायो अहिलेसम्ममा दुईटा गेममा हामीले 27वटा गोल खाइसक्यो अब यहाँदेखि चाहिँ उता बेसी भयो भनेर हामीले खेल्नु नदिने अरे अनि तर रमाइलो छ रमाइलो यहाँ मोमो पनि त्यसै खानु पाउँदैन किनेर खानुपर्छ मोमो चटपटे चाउमिन ठोकरे के छ यहाँ खानेकुरा नि अनि बेच्दैछ यो चाहिँ चर्चको साउन्ड सिस्टममा होइन कि कसको लागि युथको हो यो त्यसको लागि चाहिँ सपोर्टको लागि यो फन्ड रेज गर्दै गरेको रमाइलो छ साह्रो रमाइलो भयो मैले दुईटा गेम खेलेँ दुईटा गेममा 3-4 चोटि चाहिँ मजाले छुनु पायो बल मजा लाग्यो त्यतिरो छुनु पाउँदा पनि 4 देखि माथि हालेपछि मात्रै पर्छ आज चाहिँ यहाँनिर बर्मिसहरूको फुटबल भलिबल पनि रहेछ होइन यता नि मजा अर्को मजाले गयो चिच्याइरहेको छ एकदम चेरप राम्रो भइरहेछ हाम्रो चाहिँ यहाँनिर फेरि पनि यहाँनिर मोमोको तयारी यो चाहिँ के को मोमो दिदी पर्को अनि यहाँनिर पनि के खानेकुराहरू ड्रिङ्क्सहरू ल्यामिनेट जस्तो देख्छु यहाँ चाहिँ हाम्रो बबा छ मिठो मिठो खानेकुराहरू छ है यहाँनिर सबैले सपोर्ट हाम्रो चाहिँ अरू थाहा छैन हाम्रो चाहिँ यहाँनिर चर्च सपोर्टको लागि हो अरू चाहिँ थाहा छैन यसको राखिदिनुहोस् है दिदी लाइनमा दिदी लाइनमा ओके Blue team. All right, whistle पर्ख है whistle पर्ख whistle. मेरा बुढीले खतरा हान्दो रहेछ यहाँ माइजु ल प्रार्थना गरौँ तपाईँ र म यसको नाममा रेडी हो blue. Coach, can I get the ball? Baujo, whistle la. Ready, keeper. Hey, dami. Keeper ready? Oh. Ready? Red team. यो सँग फोर्थ हैन यता रेडी ममता ओ किपर यता हेर भेना एकछिन यो लाग्यो भने त जित्यो हैन हैन दुईटा ब्लक भयो यो रेड को दुईटा ब्लक भयो हैन 4 मा 4 हुन्छ 4 मा 2 छ नि त ए ल रेडी हैन यो लाग्यो रेडी किपर हैन यो 4 मा 3 4 मा 2 रेडी यो सेट गरे हुन्छ जित्छ ए जित्यो
दाजु विशु भएन हजुर बुद्धि राम्रो राम्रो दामी Battery 40%. कतिवटा चेयरहरू अनि अरू ए लु भाइ लिएर जाऊ 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 भाइ पास गर पास नम्बर 6 लाई पास गर न ओ माय गॉड चुप लागा भन्दैछ भाइले यसो यसो गर्दैछ Who's coming? मनोज क्या कुदिराख अनि अहिले गल्छ फेरि त्यो ला लग्यो त अनि ला ओ नो गोल भयो नि कसरी हाल्यो उता साइडबाट नि अनि डिफेन्स गोल लगायो नि अझै खिल्याछ त नानी उयो छैन ब्लुटुथ ब्लुटुथ दाजु खिल्याछ त हामीलाई चाहिँ लिएन नि त्यसै ओए आयो गोल हान्दै ओबेद बेना ए लु 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 पास कुद्यो आयो बेना के भयो त्यही त पछाडि त्यहाँको मान्छेहरू लाओ अनि यताको आउट भएको अन्त त लु 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 आयो ओ नो हाने ओबेद नाइस ओबेद ल आयो कता खेलेको नि हो विकास दाजु सक्यो होला भलिबल थियो केटीहरूको रहेछ भलिबल आए मनोज कता छ हौ मनोज देख्दिन त आज लु लग्यो नम्बर 6 को बेना पो रहेछ बेना पास रोब हेत्तेरिका मछेले डिस्टर्ब के भयो हैन उया उ चोट लाग्यो वे यो एकसाथी मैले छिराना आउने नि केटीको जस्तै भयो आन्दे मज्जाले क्या खतरा क्या किपर चुम्बक जस्तो के भयो ए ओहो ला आउट फेरि अर्को गोल आउट भयो सक्यो जित्यो गुड जब कालो टिम गुड जब नाइस गेम ल ब्ल्याक टिमलाई यत्रो बेरमा नलाग्यो इआइसी तपाईहरु अगाडि आइदिनु होला त लगा न मेरो ज्याकेट कहाँ पनि पर्यो दिदी अङ्कललाई पनि हामी अगाडि बोलाउन चाहन्छौँ राहुल भाइ दिदी अङ्कल सुहान जो पनि सुहान हुनुहुन्छ हेलो सुहान प्लिज हजुर थ्यांक यू भेरी मच फर यु हजुर हार्ड वर्क गाइस यहाँ सक्यो अब उयोहरू गर्दैछ ताली बजाउन हामी नछोडौँ न परमेश्वरले दिनुभएको ताली बजाउनुहोस् हजुर जीवनमा हामीले ताली र गाली सक्नुपर्छ ल बजाउनु अहिले कल गर्छु यहाँ निस्केपछि ल
लान्च ब्याङ्क तपाईँहरूले गर्नुभएको थियो भने प्लिज आइदिनुहोस् हामीले नाम पनि बिर्सिसकेको हुन्छौँ सेरङ तपाईँ जो कोही हुनुहुन्छ प्लस सेर वान एन्ड ओन्ली आवर सेर प्लिज ल्याइदिनु होला तपाईँलाई हामीले आदर गरेर एउटा मायाको चिनो दिएको छ तपाईँको हार्डवर्कको लागि जसले पनि म्यान अफ द म्याच पाउनु भएको छ उसको नाम छ कसैलाई गेस गर्नुहुन्छ उसको नाम छ ओबेद हामीले आदर गरेको दिएको चिनो तपाईँले स्वीकार्नु होला ओबेद मिस्टर ओबेद गयो घर गयो यति छिटो एमभीपी भनेको कसलाई थाहा छ एमभीपी मा हामी बोलाउँदैछौँ कोमल धन्यवाद आफ्नो खेलको प्रस्तुतिको लागि एकदम राम्रो खेल खेल्नु भएको छ अब लिस्टमा रहेको छ टप स्कोरर हुनुहुन्छ मिस्टर पूजन जोरदार ताली बजाउन नछोड्नुहोस् है पूजन भाइ जोरदार ताली टप स्कोरर वान एन्ड ओन्ली गोली मिस्टर को होला भन्नुहोस् त हैन गुरबचन विकास मिस्टर विकास गुरबचन मगर मिस्टर ओबेद तपाईँ जहाँ कहीँ भए पनि प्लिज मञ्चको अगाडि आइदिनु होला हामी जोरदार ताली बजाएर हामी इन्करेज गर्नेछौँ अर्को एकजना म्याच द म्याच मिसेस होइन तर मिस्टर किरण गुरुङ EIC प्लिज सबैजना ताली बजाएर एउटा टिममा जति पनि हुन्छ नि EIC को हाम्रो बोइजहरू तपाईँहरू फर्स्ट रनर अफ दिस म्याच नट दिस म्याच ओके तपाईँहरूले आफ्नो आफ्नो पुरस्कार आफ्नो टिमले आदर गरेको हाम्रो EIC को क्याप्टेन नरेश भाइ आई थिंक एन्ड अल्सो टिम होल टिम प्लिज तपाईहरु अगाडि आइदिनुहोस् आफ्नो ट्रफी लगिदिनुहोस् ताली बजाएर अनि साथसाथै हाम्रो विनर टिमलाई पनि रेडी हुन म अनुरोध गर्दछु Be ready for receiving your golden, not golden really, but golden. Okay. ताली बजाउन हाम्रो ब्रदर बेन्चको लागि ताली बजाउन एकदम ताली बजाउन अनि ड्राइभ गर्दै त नेता हेर्दै हुन्छ तपाईहरु रे आफ्नो विनर टिम कसले जित्यो कसलाई बधाई कसलाई बधाई ल तपाईलाई धेरै धेरै बधाई छ अनि क्याप्टेन तपाईहरु जो पनि क्याप्टेन हुनुहुन्छ यहाँबाट
आउनु आउनु सबैले जित्नु भएको आउनु रे हप रे हप रे हप रे हप रे हप रे हप कसले जित्यो कसले जित्यो को हार्यो कसले जित्यो कसले जित्यो को हार्यो यो माइक म मेरो मित्र आदरणीय सागर सुब्बालाई हस्तान्तरण गर्न चाहे सबै ताली बजाएर मलाई स्वागत गर्नु सबैजनालाई जय मसी नमस्कार आजको यो कार्यक्रम जति पनि हाम्रो खेलकुद रहेको थियो म हृदयबाट नि तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु जति पनि यो कार्यक्रममा जति पनि यो तपाईँहरू पार्टिसिपेट हुनुभयो हाम्रो पास्टरहरू जति पनि पास्टरहरू हुनुहुन्छ जति पनि चर्चका मेम्बरहरू हुनुहुन्छ उहाँलाई मेरो मनैदेखि र हाम्रो टिमको तर्फबाट तपाईँलाई धन्यवाद दिन चाहन्छु यसै गरी भविष्यमा हाम्रो यस्तो खेल हुँदाखेरि तपाईँले अवश्य नै हाम्रो साथ दिनुहुनुहुन्छ भन्ने पूर्ण आशाका साथ म तपाईँलाई मेरो हृदयदेखि र हाम्रो पुरा EIC परिवारदेखि हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ लेट भइसकेको छ यतिमा म राख्छु पास्टर टाइटिकसले अन्तिम प्रार्थना गरेर हामी यहाँबाट हामीहरू विसर्जन हुनेछौँ तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद हामी इन्टर चर्चेसहरूमा मात्र नभएर पनि अरू विभिन्न कम्युनिटीहरूसँग पनि खेलेर साँच्चै नै मित्रता बढाउन सकेको छ तपाईँको सुसमाचारको कार्यहरू बढ्न सकेको छ भन्ने हामी प्रार्थना गर्छौँ धन्यवाद यहाँबाट विसर्जन भएर जाँदै गर्दाखेरि सबैलाई सुरक्षित साथ घरमा पुग्नुको लागि अनि त्यसपछिको जीवन तपाईँ प्रति धन्यवादी बन्दै जिउनुको लागि सहायता गर्नुहोस् येशूको नाममा